शुभ प्रभात नमस्ते। म एआई महिलाबाट आजको पञ्चाङ्ग सुन्नुहोस्। आश्विन शुक्ल द्वादशी तथा शनिबारको पावन दिनको शुभकामना। आज आश्विन शुक्ल द्वादशी तिथि हो। यस दिनको व्रत र पूजामा भगवान विष्णुको आराधना गरिन्छ। द्वादशी पालन गर्नेले आयु, पुण्य, मोक्ष र पाप मोचन प्राप्त गर्ने विश्वास गरिएको छ। शनिबारको दिनलाई शनिदेवको प्रिय दिन मानिन्छ। शनिदेवलाई प्रसन्न पार्नाले कष्ट नाश, न्याय, धैर्य, सफलता र कर्मफलको सुधार हुने मान्यता छ। र आउनुहोस् सुरु गरौं आजको पञ्चाङ्ग। आज 2082 साल आश्विन महिनाको 18औं दिन अर्थात् आश्विन 18 गते शनिबार, अंग्रेजी वर्ष 2025 साल अक्टोबर 4 तारिक तत्अनुसार आश्विन शुक्ल द्वादशी तिथि साँझ 5:24:16 तत्पश्चात त्रयोदशी तिथि। आज सूर्योदय बिहान 5:58 जाँदा भयो भने सूर्यास्त साँझ 5:46:46 जाँदा हुनेछ। त्यस्तै आज 11:48 र 46 दिनमान रहनेछ। नेपाल सम्बत 1145 कौलाथो द्वादशी धनिष्ठा नक्षत्र बिहान 9:22:12 रहन्छन्। त्यसपछि सद्भिषा नक्षत्र, बब, करण, शूल योग र कुम्भ राशिमा चन्द्रमा 12:35:28 रहन्छन्। धनिष्ठा नक्षत्रमा चन्द्रमा हुँदा जन्मने बच्चाहरूको नामको पहिलो अक्षर ग्वा गी मकर राशि हुन्छ भने गु गे कुम्भ राशि हुन्छ। यिनको स्वामी ग्रह मंगल हुन् र मकर र कुम्भ राशिका स्वामी ग्रह शनि हुन्। हवस् त आजको पञ्चाङ्ग यति नै गरौं। यो जानकारी मोबाइलमा भएको हाम्रो पात्रो एपबाट लिएको हो। कुनै चित्रको कल्पना गरेर त्यसको हुलिया लेखेर एआईको माध्यमबाट बनेको फोटोलाई बोल्ने बनाइएको भिडियो हो जो अहिले म बोलिरहेकी छु। हजुरहरूलाई के कस्तो लाग्छ? हजुरहरूको सुझाव सल्लाहको अपेक्षा राखेको छु। बलराम पराजुली, बुटुवल। आज यस पावन अवसरमा तपाईँ र तपाईँका परिवारमा धर्म, आयु, साहस, शान्ति र समृद्धि बढिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। ओम नीलाञ्जन समाभासम रविपुत्रम यमाग्रजम छान्या मार्तण्ड सम्भूतम तम नमामि शनिश्चरम। जय श्री हरि, जय शनिदेव।